नमस्ते। मिस्टिरियस नलेज च्यानलमा यहाँलाई स्वागत छ फेरि पनि। र यो च्यानलमा मेरो मुख्य उद्देश्य भनेको युनिभर्सल, सामाजिक, धार्मिक र साइन्स विज्ञानलाई जोडेर एउटा जीवनमा बाँच्ने र जीवनलाई हेर्ने नयाँ एउटा मूल्याङ्कन दिनु। त्यही भएर चाहिँ मैले यो भिडियो चाहिँ एपिसोड वाइज गरेर हालेको छु। त्यही भएर बीचबाट कसैले हेर्न आउँदै हुनुहुन्छ भने सुरुदेखिको भिडियो हेर्नु होला। मेरो सुरुको भिडियो भनेको व्हाट बिफोर बिग ब्याङ एन्ड गड भन्ने छ, जसमा चाहिँ मैले बेसको एउटा इक्जाम्पल दिएको छु र त्यो भिडियो लगातार हेर्दै आउनुहुन्छ भने मात्र तपाईँले बुझ्नुहुन्छ। नभए भन्छ नि त आदि ज्ञान झन् सिकेर जानु झन् हानि हुन्छ, त्यही भएर नबुझ्न सक्नुहुन्छ। र यो एपिसोड 2 मा एपिसोड 1 मा चाहिँ मैले व्हाट बिफोर बिग ब्याङ एन्ड गड र इम्पोर्टेन्ट अफ रिजनको बारेमा जानकारी दिएको थिएँ भने आज चाहिँ म हजुरहरूलाई मानिसको सोचाइका दुई आधार युनिभर्सल सोचाइ र सामाजिक सोचाइको बारेमा केही बताउनु गइरहेको छु। अब बढौँ, लेट्स गो। मन पर्यो भने च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्नुहोला। चेतना यो मनुष्यमा रहेको यस्तो चिज हो जुन त्यति नै रहस्यमय छ जति ब्रह्माण्ड। त्यही भएर नि भन्ने गर्छन् हामीभित्र सम्पूर्ण ब्रह्माण्ड छ। जबसम्म हामी छौँ र हामी यो संसारलाई हेर्छौँ तबसम्म यो सारा संसार छ। यानि कि हामी छौँ र यो संसार छ। जब हामी नै थिएनौँ तब हामीलाई ब्रह्माण्डसँग के मतलब थियो? हामी छौँ र देखेको छौँ र त यसको अस्तित्व खोज्दैछौँ। नजन्मेको मान्छेले के ब्रह्माण्ड, के समाज, के माम, के बुवा। त्यही भएर भन्छन् नि मनुष्य आफै भगवान हो। अझै अहिले त वेदले मात्र होइन, क्वान्टम विज्ञान जसमा डबल स्लिट एक्सपेरिमेन्टले पनि यही नै भन्छ। फिलहाल यसको बारेमा म पछि कुरा गर्छु। चेतना यानि कि हाम्रो सोच्न सक्ने क्षमता कसरी आयो, यो चेतना भन्ने कुरा कति रहस्यमय छ भनेर त मैले अगाडिको भिडियोमा पनि कुरा गरेको छु। तर हामी अहिले सोच्न त सोच्छौँ। इनफ्याक्ट विज्ञानले गरेको सर्वेक्षणमा पनि हाराहारी मान्छे दिनमा 60,000 देखि 80,000 ठट गर्छ। यो निन्द्रामा नि भर पर्छ। तर मनुष्यले भलै जे कुरा पनि सोच्योस् यानि कि ठट गर्योस्, उसको सोचाइको आधार दुईवटा कुरामा निर्भर गर्छ, सामाजिक सोचाइको आधारमा र युनिभर्सल सोचाइको आधारमा। अब के हो त सामाजिक सोचाइ, के हो त युनिभर्सल सोचाइ? आउनु जानौँ। युनिभर्सल सोचाइ, यसको मतलब युनिभर्सल सोचाइ भन्नाले समाजले बनाएको कुराहरू भन्दा बाहिरको कुरा। जस्तै उदाहरण, युनिभर्समा हामी जन्मिनुको सार्थकता फरक छ। युनिभर्सले हामीलाई समाज बना, पैसा बना, टेक्नोलोजी बना भनेर जन्म दिएको होइन। यो त मनुष्यले आफ्नो सजिलोको लागि आफूसँग भएको चेतनाको प्रयोग मात्र गरेको हो। युनिभर्सले त हामीलाई जन्म दिएको हो। यो संसारलाई अध्ययन गर्न, चेतना र चेतनालाई सञ्चालन गर्ने इनर्जीको शरीरमा परिवर्तन गर्न खाना र भुल्नको लागि प्रकृति दिएको हो। हामी जन्मिदाको साथी प्रकृति हो र आज मनुष्य त्यही चिज विनाश गर्दैछ। हाम्रो धेरै अगाडिका पुर्खाहरू जन्मिँदैमा हातमा मोबाइल, डेलिभरी गर्न हस्पिटल, हिँड्न गाडी, हातमा घडी र पैसा लिएर जन्मिएका थिएनन्। मनुष्य अल्छी छ र उसले आफ्नो सजिलोको लागि यो सब बनाएको हो। मनुष्य आफूले बनाएको चक्रमा आफै फस्छ र त्यो चिज पाएन भने भगवानलाई दोष दिन्छ। यो कदापि गलत हो। युनिभर्सले कसैलाई भेदभाव गर्दैन। यानि नेचर यो सबको हो। पदार्थ, अणु सबमा पाइन्छ र रगत सबको रातो छ। युनिभर्सले कहिल्यै कसैलाई भेदभाव गर्ने कुरा पनि आउँदैन, किनकि यो आफैमा यति विशाल छ कि यसको अगाडि हामी मनुष्य त के हो।
यसको अगाडि पृथ्वी नै हराउँछ। हामी मनुष्य अलि बढी चेतनशील चाहिँ हो, म मान्छु, तर उसको लागि हामी मात्र भुसुना र अरू बाघ भालु जस्तै मनुष्य नि एउटा जनावर नै हो। युनिभर्सले धनी गरिब बीच भेदभाव गर भनेको होइन। बलियो अबलियो, ठुलो सानो, जात जाति बीच भेदभाव सबै यही समाजले बनाएको हो र यो हामी मनुष्यकै चेतनाको परिमाण हो। त्यही भएर म भन्ने गर्छु, युनिभर्सको अब्जर्भेसनमा हामी शक्तिहीन हो, तर सामाजिक अब्जर्भेसनमा हामी स्वयं भगवान हो, किनकि यो मनुष्यले बनाएको चिज हो र मनुष्यले बनाएको चिज कहिल्यै युनिभर्सभन्दा ठुलो हुँदैन। बस मनुष्य नबुझेर त्यो चिजको लागि मर्छ, यानि कि पैसा, अभिमान, इज्जत, बेइज्जत, राम्रो नराम्रो, यो सब समाजको मूल्य, मान्यता र आधार हो। जब हाम्रो पुर्खा सुरुमा नाङ्गै जन्मिएको थिए, पैसा थिएन, लुगा थिएन, तब लुगा लाएन नाङ्गै हिँड्यो भनेर को कसको निन्दा गर्थे? पैसा छैन त गरिब भनेर कसले कसलाई निन्दा गर्थ्यो? त्यही भएर युनिभर्सल सोचाइमा हामी सब समानान्तर हो, एउटै हो। र रह्यो कुरा पैसा, अभिमान, इज्जत, यसको लागि तपाईँ मर्नु पर्दैन। यो तपाईँ जस्तै मनुष्यले बनाएको जाल हो र जे चिज उमा छ त्यो खुबी तपाईँमा नि छ, मात्र यो समाजको जालबाट तपाईँ उम्किन नसक्नु भएको हो। यो म्याट्रिक्सलाई जतिसक्दो छिटो बुझ्नुहोस्। अब उदाहरण लिउँ, युनिभर्सले हामीलाई जन्म दिएको हो, त्यही भएर हाम्रो पर्सपेक्टिभमा ऊ ठुलो हो। ऊ जहिले चाह्यो त्यहीले हामीलाई मेटाउन पनि सक्छ र फेरि पुनः नयाँ निर्माण पनि। तर यो समाज, यसको मान्यता, यसमा बनेको चिजको मालिक हामी नै हो। हामीमा पनि यसलाई पाउने, बनाउने, भत्काउने ताकत छ। त्यही भएर समाजले बनाएको चिजको लागि तपाईँ नमर्नुहोस्, मरिहत्ते नगर्नुहोस्। युनिभर्समा लेखिएको हाम्रो जीवनको सार्थक अलग छ, फरक छ। त्यही भएर सार्थकता पनि खोज्नुहोस् जबसम्म जिउँदो हुनुहुन्छ तबसम्म, किनकि मरेपछि अर्को जन्म हुन्छ, स्वर्ग हुन्छ, नर्क हुन्छ भनेर नि यही समाजले नै बनाएको हो। युनिभर्सले भनेको छैन। युनिभर्सले हाम्रो साथी नेचर चाहिँ दिएको हो। त्यही भएर यसलाई अब्जर्भ गर्नुहोस्, योसँग रमाउन सिक्नुहोस्। मनुष्यले बनाएको चिजको लागि मरिहत्ते नगर्नुहोस्। युनिभर्स आफैमा यति विशाल छ कि हामी जस्तो भुसुनाको यसले हिसाब राख्दैन। यसले हामीलाई पहिल्यै तय गरेर तिमीहरूको जीवनमा के कसो हुन्छ भन्ने कुरा गरिदिइसक्यो। यसले न मनुष्यले गरेको पाप नाप्छ, न पुण्य, न राम्रो न नराम्रो। यो सब समाजले बनाएको मूल्य मान्यता मात्र हो। युनिभर्स भन्छ केही गर, राम्रो नराम्रोले फरक पर्दैन। फरक पर्छ त त्यो आफ्नो मनले गर्दैछस् या समाजको दबाबले। यदि तेरो मन र खुसी छ भने गर। युनिभर्सले हामीलाई चेतना नदिन पनि सक्थ्यो र जस्तो उसले बनाउन चाहन्थ्यो त्यसरी नै चलिरहोस्, हामीलाई स्वतन्त्र नछोड्न नि सक्थ्यो। तर उसले हामीलाई चेतना दियो। त्यो यो कारणले होइन कि हामी यस्तै चिज बनाऊ। हामी आफ्नो अल्छीपनलाई ढाक्न, हामीलाई हेर्नलाई आँखा युनिभर्सले हामीलाई दिएकै थियो। सुन्नलाई नाक, बोल्नलाई मुख, गर्नलाई हात, हिँड्नलाई खुट्टा। त्यो हाम्रो अल्छीपना हो जसले केही कुरा निर्माण गर्छ। हामीलाई चेतना यो कारणले दिएको हो कि हामी आफूलाई जान्न सकौँ, आफूलाई पहिचान गर्न सकौँ। स्वतन्त्रता हाम्रो अधिकार हो र आफ्नो स्वतन्त्रतामा हामी आफै भगवान हो। त्यही भएर
युनिभर्सले हामीलाई पावरफुल हतियार चेतना दियो, तर मनुष्य भड्किन्छ, हराउँदैछ। समाजको जालबाट उम्किन ऊ डराउँदैछ। अब मनुष्य किन डराउँछ त समाजको जालबाट उम्किनको लागि? किनकि पेट पापी छ। म बुझाउँछु। हामीले अगाडिको भिडियोमा पनि कुरा गरेका थियौँ, साइन्सको अनुसार केही न केही हुनको लागि केही न केही फोर्स वा इनर्जी चाहिन्छ। त्यसरी नै हाम्रो शरीरमा एक्टिभिटी गर्न लाग्ने फोर्स वा इनर्जी खानाबाट प्राप्त हुन्छ। तर युनिभर्सले हाम्रो पुर्खाहरूलाई सुरुमा बनाउँदा खानामा कस्ट एनी मूल्य दिएन। जति मेहनत त्यति खाना। तर यो समाजमा रहेका त्यस्ता अल्छी र ठुलो व्यक्ति जसले आफ्नो फाइदाको लागि सोझो साझोको युज गरेर आफ्नो सजिलोसँग बाँचिरहेको छ, त्यो कहिल्यै चाहँदैन कि यो कुरा सबले थाहा पाऊन्। किनकि जब सबै धनी छ त को गरिब, सबै बलियो छ त को कमजोर। यदि सबै समान लेभलमा भयो भने त सबले आफ्नो ढङ्गले जिउँछ र जसले मेहनत गर्छ, खाना रोप्छ, फलाउँछ, त्यसले खान्छ। त्यही कुरा नथाहा पाओस् भनेर उनीहरूले हरेक कुरोमा कस्ट लगाइदियो र धनी गरिब, जात जाति, कही तल कोही माथि हुन् ताकि सन्तुलन बनिरहोस्। धनी धनी भइरहोस्, गरिब गरिब भइरहोस्। नभए हामीलाई रुखको टिपेर भुइँको खसेको खाएर नि त हाम्रो पुर्खा बाँचेकी थिए। तर समाजले थाल किन्ने परम्परा लिएर आयो। अझै थाल पनि पाटको टपरीमा भइरहेको थियो, स्टिल चरेस हुँदाहुँदै बुट्टावाला, ताकि धनी गरिब छुट्टियोस् र यो कस्ट मेन्टेन गर्ने क्रममा मानिस फसिनै रह्योस् र 9 to 5 को जबमा अड्किनै रह्योस्। एउटा इन्स्टामा भिडियोहरू नि त तपाईँहरूले हेरिरहनु भएको होला, अझै धेरैले इन्स्टा चलाउने गर्छन्। विराट कोहली जसले कहिल्यै जङ्क फुड खाँदैन, त्यो कुन चिप्स राम्रो छ भनेर भन्छ। अमिताभ बच्चन जो सधैँ कारमा हिँड्छ, फर्स्ट क्लास टिकट बुक गरेर प्लेनमा हिँड्छ, त्यो कुन स्कुटर राम्रो छ भनेर भन्छ। यो सब तपाईँको इमोसनसँग एउटा खेलवाट हो। सपोज तपाईँ रोनाल्डोको फ्यान हुनुहुन्छ, रोनाल्डोले एउटा कपडाको ब्रान्ड हानिदियो, प्रमोसन हानिदियो र त्यो ब्रान्ड राम्रो हो भनिदियो भने कपडा बनाउनेले त कस्ट लगाइदिन्छ र रोनाल्डोलाई नि त्यस बापत पैसा त आउँछ। तर सोझो साझा हामीलाई 500 को कपडा लगाएर नि त भएको थियो, तर ब्रान्ड देखाउनको लागि हामी 5000 मा पनि त्यो कपडा किन्छौँ। बल्कि उता उसले 5000 लगानी लगाएर बनाएको कपडा 25000 मा बेचिसक्यो। त्यही भएर इमोसनलाई कन्ट्रोल गर्नुहोस्, म्याट्रिक्समा नपर्नुहोस्। तर यो सब कुराहरूबाट उम्किन मानिस त्यही समाजबाट अपहरित हुन्छु, यही समाजको अन्न खानुपर्छ, भोकको हुन्छु कि भनेर यो जालबाट उम्किन र निस्किन डराउँछ र उसलाई गाह्रो पनि हुन्छ, किनकि पेट पनि त भर्न छ। यदि सबको सोच परिवर्तन भए त ठिक छ, तर 2-4 जनाले यस्तो सोच राखे ऊ आफैलाई गाह्रो पर्छ। यो धेरै पहिलादेखि बन्दै आएको हो। त्यही भएर म एक्कासी यसलाई हटाउन पनि सक्दिनँ र म यहाँ समाजलाई हटाउनु, समाजबाट बाहिर निस्किनु भन्न पनि आएको होइन। म सामाजिक सोचाइ राखेर समाजमा बसी बसी युनिभर्सल थिङ कसरी राख्ने भन्ने कुरा गर्न आएको हो। किनकि यही समाजमा बसेर नि त युनिभर्सल थिङ गर्ने मान्छेहरू छन् नि त। सामाजिक जीवन र युनिभर्सल थिङका केही व्यक्तिहरू इक्जाम्पल दिउँ न। जस्तै भनौँ तपाईँ युनिभर्सल लेभलमा हिरो को हो भन्नुहुन्छ भने आजको एलन मस्क तपाईँ चिन्नुभयो होला, यही समाजबाट हुर्केको हो नि त। अल्बर्ट आइन्स्टाइन यही समाजबाट गएको हुन्, ओसो यही समाजबाट गएका हुन्। विभिन्न धार्मिक व्यक्तिहरू हुन सक्छन्, साइन्टिस्ट वैज्ञानिकहरू हुन सक्छन्, बिजनेसम्यान हुन सक्छन्, हिरो हिरोइनहरू, शाहरुख खान नेपालका
महानायक राजेश हमाल, यी सबै पनि त यही समाजबाट गएर, त्यही भएर युनिभर्सल लेभलमा हिरो भन्छ भनियो। तर सामाजिक लेभलमा फेरि यिनीहरूलाई हिरो भन्न मिल्दैन, किनभने सामाजिक योगदानमा यिनीहरूको हात छैन। यिनीहरू बस आफ्नो फाइदा र स्वार्थको लागि हुन्छन्। युनिभर्सल लेभलमा यिनीहरू ठिक छन्, तर सामाजिक लेभलमा हिरो भनेको फेरि धर्मभक्त माग्थेमा, शुक्लराज साथी, पृथ्वीनारायण शाह, महात्मा गान्धी हुनसक्छ, जसले समाजको लागि योगदान पुर्यायो। सन्दुक रुहित भए यिनीहरू, जसले आफ्नो फाइदाभन्दा बढी समाजको लागि योगदान पुर्याए। त्यही भएर जस्तै मानौँ बोर्डरमा लडेका आर्मीहरू भए। सामाजिक लेभलमा हिरो अरू छ, ऊ लेभलमा हिरो अरू नै छ। त्यही भएर हामी समाजकै अन्न खाएर यदि भोकको हुन्टर छ भने हामी समाजमै बसेर नि त्यो काम गर्न सक्छौँ। अब जसलाई युनिभर्सल सोचाइ मनपर्छ त्यसलाई त यो अध्ययन ठिक छ, तर जसलाई समाजको अन्न खाएपछि यो समाजको कुरा मान्छु अनि हामी सामाजिक सोचाइको आधारमा कुरा गर्नुपर्छ भन्ने सोच आउँछ भने समाजमा रहेर अगाडि बढेको मान्छे नि त मैले भने नि त सबैजना समाजबाट छुट्टिएर मात्र युनिभर्सल सोचाइ पनि राख्दैन, किनभने यो लामो समयदेखि चलिआएको चक्र हो। तर समाजमा बसेपछि फेरि यो युनिभर्सल फर्मुला लागू हुँदैन, यानि कि सामाजिक कुरा मानेर तपाईँ कहिले पनि भगवान भेट्टाउन सक्नुहुन्न कि। किनभने मैले अगाडिको भिडियो राम्रोसँग हेर्नु किन भनेको तपाईँलाई भन्दाखेरि अगाडिको भिडियोमा मैले आत्माको कुरा गरेको छु। आत्मा भनेको मनको चञ्चलतालाई हटाउनु हो, तर समाजमा बसेपछि मनको चञ्चलता हटाउन सकिन्न, किनभने समाजमा बस्नको लागि सन्तुलन हुनुपर्छ, समाज बन्नको लागि सन्तुलन हुनुपर्छ। यानि कि जहाँ युनिभर्स जसमा राम्रो नराम्रोको कुनै मान्यता थिएन भने अब समाजमा बसेपछि तपाईँले राम्रो काम गर्नु भने तपाईँलाई समाजले राम्रो भन्छ, तपाईँले नराम्रो काम गर्नु भने तपाईँलाई समाजले नराम्रो भन्छ। समाजमा बसेपछि तपाईँले सामाजिक चक्र मान्नै पर्छ। हेर्नुहोस्, ठुलो धनी गरिब सधैँ रहिरहन्छ जबसम्म समाज रहन्छ, किनभने यो सन्तुलन राख्नै पर्छ, कोही ठुलो कोही सानो हुनैपर्छ समाजमा बस्नको लागि। र समाजमा बसिसकेपछि तपाईँले लोभ त्यागेर नि काम छैन। हेर्नुहोस्, किनभने सपोज मानौँ न बाटोमा एउटा गरिब भेट्नु हो, तपाईँले पैसा दान गर्नुभयो र तपाईँसँग 5,000 छ, तपाईँले भन्नुभयो कि अब 100-200 रुपियाँ दिएर के हुन्छ, बिचाराहरूलाई पनि गाह्रो छ भनेर कसैलाई 500 रुपियाँ दान गरिदिनु भयो। त्यस्तो गरिबहरू तपाईँले टन्नै भेटिनुहुन्छ। मैले गरिब भनेर अपहेलना चाहिँ गरेको होइन है, फेरि यहाँ ध्यान दिएर बुझ्नुहोस्, मैले गरिब भनेर अपहेलना गरेको होइन। समाजमा तपाईँले मान्छेहरू धेरै भेट्नुहुन्छ, मद्दत गर्नु राम्रो हो फेरि सामाजिक हिसाबको दृष्टिकोणले। तर हुन्छ के भन्दाखेरि यसमा अपोजिसन नियम के लाग्छ भन्दाखेरि तपाईँ एउटालाई दिनुभयो अर्कोलाई दिनुभयो भने एक दिन फेरि तपाईँ त्यही अवस्थामा हुनुहुन्छ, फेरि भोलि त्यसको ठाउँमा फेरि सडकमा बसेर तपाईँ मागिराख्नुहुन्छ नि त। यो समाजको कस्तो नियम। त्यही भएर समाजमा बस्नु भने लोभी पनि हुनैपर्छ, समाजमा बस्नु भने अहङ्कार नि हुनैपर्छ, समाजमा बस्नु भने फेरि इख पनि हुनैपर्छ, अनि बल्ल तपाईँ सक्सेसफुल हुनुपर्छ। तभन्दा म ठुलो भन्ने भावना हुनैपर्छ, किनभने समाजै बनेको सन्तुलनको नियम यही कारणले नै छ। समाजमा बसेर कहिले पनि राम्रो बन्न सक्दैन। त्यही भएर वास्तवमा यदि तपाईँलाई म राम्रो हुँ र म भगवान जस्तो बन्न चाहन्छु, म आत्मा शुद्ध गर्न चाहन्छु भने चाहिँ तपाईँलाई एउटै तरिका हो युनिभर्सल थिङ्किङ राख्ने। किनभने युनिभर्सल थिङ्किङमा तपाईँलाई न लोभ हुन्छ, न लालच हुन्छ, न मान हुन्छ, न प्रतिष्ठा हुन्छ, न इज्जत हुन्छ, मात्र त्यहाँ तपाईँ हुनुहुन्छ। तपाईँलाई जे इच्छा लाग्छ तपाईँ त्यही गर्नुहुन्छ। खाना खानको लागि आफै वृक्षरोपण गर्नुहुन्छ, पानीको लागि जल सबै छँदैछ, नेचरले दिएकै छ, तपाईँ गर्नुहुन्छ। तर समाजमा बसेरै म सबै कुरो गर्छु भन्नु नि अब तपाईँले भगवान कहिले पनि भेट्न सक्दैन। समाजमा बसेपछि नराम्रो बन्नै पर्छ, राम्रो नि बन्नै पर्छ कि। जस्तै मानौँ अपोजिसन नियम एउटा म तपाईँलाई इक्जाम्पल दिएर बुझाउँछु। तपाईँलाई ओह्रालो झर्न मनपर्छ, उकालो चढ्न अलिकति ठकै लाग्छ, ओह्रालो झर्न मनपर्छ। तर जबसम्म उकालो चढ्नुहुन्न तबसम्म तपाईँले ओह्रालोको स्वाद पाउनुहुन्न। यानि कि ओह्रालोको स्वाद पाउनको लागि तपाईँले उकालो चढ्नै पर्छ। त्यसरी नै समाजमा राम्रो बन्नको लागि तपाईँले नराम्रो बन्नै पर्छ। महान व्यक्ति ओसो भन्छ नि त, मान्छे स्वर्ग मात्र जान खोज्छ, मान्छे सबैले म राम्रो हो भनेर खोज्छ, तर कोही व्यक्ति आफैमा राम्रो हुँदैन। किनभने यदि समाजमा बसेर ऊ आफूलाई राम्रो कुरा गर्छ भने समाज अपोजिसनको नियमले भनेको छ। र यदि तपाईँलाई स्वर्ग जान छ भने तपाईँले नर्कमा जरा गाड्नै पर्छ। यानि कि वृक्ष जति माथि गयो त्यसको जराको दल त्यति तल जान्छ। त्यही भएर जति तपाईँ नराम्रो हुनुहुन्छ त्यति नै समाजमा तपाईँ राम्रो हुनुहुन्छ। जति तपाईँ लोभी हुनुहुन्छ त्यति तपाईँलाई फाइदा हुन्छ। जति तपाईँ अहङ्कार र घमण्ड गर्नुहुन्छ समाजमा त्यति तपाईँको मान र प्रतिष्ठा बढ्दै जाने हो। किनभने समाजै बनेको यसले हो। समाजमा बस्नु छ भने अपोजिसन नियम लागू नै हुन्छ। यही हो सामाजिक जीवन र युनिभर्सल जीवनको बारेमा केही भनाइ। आजको लागि यति नै। र मैले अघि नै भने जसरी नै मेरो अगाडिको भिडियो चाहिँ
अवश्य पनि हेर्नुहोला। त्यहाँ निकै ठुलो ज्ञान दिएको छ, किनभने त्यहाँ बिग ब्याङ हुनुभन्दा अगाडि के थियो र कस्तो हाम्रो सोचाइ र भगवान के हो, कसरी, किन भन्छ हामी भगवान र रिजनको इम्पोर्टेन्स किन छ जीवनमा भन्ने कुरोको चाहिँ मैले त्यहाँ महत्त्व दर्शाएको छु। र आजको श्रृङ्खला म यहीँ समाप्त गर्छु। यति भन्दै म बिदा हुन चाहन्छु र अर्को भिडियोसहित म आउनेछु। हस् त, धन्यवाद।